भइरहेछ त दाजुहरूको अनुभव आजको हो। ओके, हाम्रो रोमानियामा आज हिउँ परेको आज हात परिरहेको छ, हेर्नु होला। हेलो एभ्रिवान, सबैलाई नमस्कार। आज चाहिँ हामी यो रोमानियाको गोर्ज डिस्ट्रिक्टमा छौँ र अहिले हामी कार्बनस्तीदेखि बालेस्तीसम्मको यात्रामा छौँ र आज चाहिँ हिउँ परिरहेको र एकदमै रमाइलो टाइपको दिन भएकोले गर्दाखेरि चाहिँ रमाइलो लाग्यो। एकदम राम्रो भ्यूहरू आइरहेको थियो, लागि एउटा भिडियो बनाएर हालिदिउँ त भनेर मन लाग्यो। अनि फर्स्ट अफ अल त तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गर्न नबिर्सिनु होला र लाइक अनि कमेन्ट पनि गर्न नबिर्सिनु होला। यो भिडियो हेरिसकेपछि तपाईँहरूले मिठो कमेन्ट गरिदिनु होला, कस्तो लाग्यो के लाग्यो। आगामी दिनमा चाहिँ मलाई तपाईँहरूको कमेन्टले गर्दाखेरि अझै राम्रो भिडियो बनाउने प्रेरणा मिलोस्। हेर्न सक्नुहुन्छ घरहरू पनि कस्तो हुन्छ रोमानियाको। खासै त्यत्रो धेरै डेभलप भएको देश होइन। अब यो देशलाई भन्न त युरोपको गरिबै देश भन्छ, त्यही भएर पनि होला सायद यस्तो छ घरहरू, देख्न सक्नुहुन्छ। यता चाहिँ भर्खरै हिउँ परेको रहेछ, त्यत्रो धेरै भएको रहेछ हिउँ परेको। अलिक पर पुगेपछि चाहिँ भवाले परेको थियो, देख्न सक्नुहुन्छ। बाटोहरू पनि यस्तै हो, खासै ठुलो पनि छैन, घरहरू पनि खासै धेरै छैन, कोही ठाउँमा ट्याप्प घरहरू अनि प्राय खाली जमिनहरू पनि देख्न सकिन्छ। छैन मान्छे पनि खासै धेरै छैन हाम्रो एसियाको तुलनामा। केही समयको यात्रापछि चाहिँ अलिक जङ्गलतिरको आइपुगेको थियौँ हामी। अनि अझ एकदमै बाक्लो हिउँ परेको थियो, भर्खरै हिउँ सोर्ने गाडीले बाटोको हिउँहरू सोरेर फालिसकेको रहेछ, देख्न सक्नुहुन्छ। कस्तो दामी हिउँ परेको छ है। सानो बाटो छ यहाँ चाहिँ, यो खास चाहिँ अब गाउँतिरै हिँड्ने बाटो हो यो, त्यही भएर पनि सानो बाटो छ। दुईवटा गाडी चाहिँ क्रस हुन्छ मजाले। ठुल्ठुलो ट्रकहरूलाई चाहिँ त्यो बाटो होइन। छैन खासै घरहरू पनि छैन, जङ्गल लगभग आधी घन्टा जतिको जङ्गलकै यात्रा छ यहाँनिर। अनि भाइ के छ खबर काबर? ठिकै छ दाजु, यहाँ म पनि हल्का सिमी देख्छु, ब्युटिफुलै छ। कस्तो भइरहेछ त दाजुहरूको अनुभव आजको हो? डेन्जर छ।
ओके हाम्रो रोमानियामा आज हिउँ परेकोमा आज हानाहान परिरहेको छ हेर्नु होला भिडियोमा